नमस्कार, तपाईलाई हार्दिक स्वागत गर्छु युट्युब च्यानल वापाज कर्नरको वापाज रिपोर्टमा। वापाज रिपोर्टमा तपाईलाई धरान उपमहानगरपालिकाका बेथितिको बारेमा उपप्रमुख आइन्द्र बेगाले बताएको कुरा राख्नेछौँ। धरान उपमहानगरपालिकाका नगर प्रमुख अर्कराज राईले गरेका अनियमितताबारे उपप्रमुख आइन्द्र बेगाले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन्। पत्रकार सम्मेलनमा डोर हाजिरीको प्रश्न उठाउँदै श्रमदान भनेर किन ज्याला दिइयो भन्ने प्रश्न उठाएका थिए। सुन मैले भने नि तपाईहरु त्यही त त्यो डोर हाजिर चाहिँ कन्ट्रिब्युसन देखाएको भन्ने छ के उता अहिले भएको डिबेटै यही हो। डोर हाजिरमा नाम पैसा लिएको भनेर लेखेको छ नि। अब लिएको होइन भने गलत हो, लिएको हो भने सही हो। अनि नलिएको मान्छेले मैले लिइन मैले पैसा लिएको होइन त्यो देखाउनको लागि मात्र गरेको भने त्यो मान्छेले कार्य हुन्छ हुँदैन। नगर प्रमुख हर्कराज राईले श्रमदान भनेर ज्याला दिएको उक्त रकमको निकासा गर्न बाध्य नहुने कुरा उपप्रमुख आइन्द्र बेगाले बताएका थिए। नगर प्रमुख हर्कराज राईले श्रमदानको नाममा ज्याला दिएको विषयमा आजको रिपोर्ट तयार गरेका छौं। अबको यो बसाइमा हेर्न सक्नुहुनेछ यही विषयमा तयार पारिएको वापास रिपोर्ट। यो यही फाइलको बारेमा पछि म ब्रिफिङ गर्छु। यो फाइल सम्झौता गरिएको छ। सम्झौता मिति चाहिँ यो फाइलमा कहिले गरिएको छ भन्दाखेरि म तपाईहरुलाई अलिकति जानकारी गराउँछु। 2000 आयोजना सुरु हुने मिति 2082 1 महिना 26 गते भनेर यहाँनेर लेखिएको छ हैन। अनि अब यो भन्दा अगाडि यो कार्यक्रम यो योजना चाहिँ श्रमदानबाट यो भन्दा अगाडि नै श्रमदानबाट त्यो ग्यामिङवाल बनेको हो। हामीलाई थाहा छ। तपाईहरु चाहिँ युट्युबका साथीहरु पत्रकार साथीहरुले त्यो ठेकै चाहिँ नि बहुसांस्कृतिक त्यो चाहिँ नि पाठशालाको मुनिपट्टि एकदम नाची रमाई 16 नम्बरको वडाध्यक्षज्यू सहित श्रमदानबाट त्यो ग्यामिङ लाउनु भयो। हामीले पनि सम्मान गर्यौं, ताली पिट्यौं, खुशी व्यक्त गर्यौं। त्यो राम्रो कुरो हो। श्रमदानबाट बनेको कुरा भन्ने भयो। त्यसपछि त्यसको केही दिन पछाडि एउटा कुरा यहाँ कर्मचारीहरुबाट आयो। नगर प्रमुखज्यूले त्यहाँको केही पैसाहरु भुक्तानी गर्नुपर्छ भनेर भन्नुभयो। अब के गर्ने त्यो त हामीले योजना सम्झौता गरेकै छैनौं। हामीले सम्झौता गरेर कार्यान्वयन गर्नुपर्ने हुन्छ। कानुनी व्यवस्थामा चाहिँ योजनाहरु त्यो बजेटको सुझाव हुनुपर्छ। बजेटको सुझावपछि योजना सम्झौता हुन्छ। सम्झौतापछि कार्यान्वयन अनि कानुन प्रक्रिया सुरु हुन्छ। कानुन प्रक्रिया सुरु भएपछि हामी अनुगमन गर्छौं। अनुगमन गरेपछि बिलको चाहिँ हिसाबबाट त्यो भुक्तानी गर्छौं। त्यो सिस्टम हुन्छ। हजुर त्यो केही प्रक्रिया पूरा गरेको छैन। अब के गर्ने हजुर भनेर कर्मचारी साथीहरुले भन्नुभयो। मैले भने त्यो गैर कानुनी काम चाहिँ नगर्नुहोस्, तपाईले गर्दा राम्रो हुँदैन मैले भने साथीहरुलाई। धरान उपमहानगरपालिकाका उपप्रमुख आफ्नो कुरा राख्दै धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईले अनियमितता गरिरहेको विषय सार्वजनिक गर्न उपप्रमुख आइन्द्र बेगाले आफ्नै कार्यकक्षमा पत्रकार भेटघाट गरेका थिए। अघिल्लो 3 दिनदेखि नगर प्रमुख र उपप्रमुख बीचको आपसी द्वन्द्वले उपप्रमुख आइन्द्र बेगा यो पत्रकार भेटघाटसम्म आइपुगेको हो। यो द्वन्द्व धरान 16 स्थित बहुभाषिक पाठशाला नजिक लगाइएको तारजालीसँग जोडिन पुग्छ। सो क्षेत्रमा लगाइएको तारजाली धरान उपमहानगरपालिकाको योजनामा छैन। योजना नभए पनि नगर प्रमुख हर्कराज राईले श्रमदानबाट बनाएको भन्दै सार्वजनिक गरेका थिए। यही विषयलाई उपप्रमुख आइन्द्र बेगाले पत्रकार भेटघाट मार्फत सार्वजनिक गरेका थिए। आफ्नो कुरा राख्दै उपप्रमुख आइन्द्र बेगा हैन यसो हेरे मैले त्यो त्यतिखेर चाहिँ यो डोर हाजिरको सबै चाहिँ नि साइन एउटै मान्छेले लेखेको छ गरेर यो त फरेन्सिक टेस्ट गर्नुपर्ने स्थिति छ। अब त्यो कसले लेखेको नगरपालिकाको कर्मचारीले लेखेको नगरपालिकाको कर्मचारीलाई कार्य हुन्छ। त्यो कसैले चेक अब त्यो त्यतातिर जानुपर्ने स्थिति आइसकेको हुन्छ। त्यसले गर्दाखेरि भलै जेसुकै होस् हामी नगरपालिकाले भुक्तानी नगरेको त्यो वास्तै नगरेको मैले त्यो फाइल हेरिँदैन भनिसकेपछि नगर प्रमुखज्यूले आफै गएर वडाध्यक्ष बन्नुभएछ। सार्वजनिक परीक्षण गर्नुभयो। अनि त्यहाँ भन्दै थिए त्यहाँ के उता कति कोनी के उता कोनी के भन्दै चाहिँ नि कैफियतमा यो के भन्दै हुनुहुन्थ्यो। तर त्योभन्दा अगाडि मैले हेर्दाखेरि त्यो थिएन। कैफियत चाहिँ म जान्दिनँ। डोर हाजिरी थियो, बगैँचा पैसा लिएको बुझेको भनेर लेखेको डोरमा चाहिँ हस्ताक्षर गरेको छ यहाँनिर।
लिएर मलाई थाहा छैन, नलिएको पनि हुनसक्छ, लिएको पनि हुनसक्छ, तर यो कागज लिएको भन्ने देखिन्छ होइन, त्यो लिएको होइन होला। अर्को कुरो यो डोर हाजिरमा चाहिँ नि नगरपालिकाको कर्मचारी अरू कर्मचारीहरू यहाँ जागिर खाँदै गरेको मान्छेहरूको नाम छ होइन, यो मिल्छ मिल्दैन। यति धेरै गैर कानुनी मतलब कानुनी कुरालाई मैले कसरी अनुमोदन गर्न सक्छु? म त यो कानुन, यो संविधान, यो ऐनले व्यवस्था गरेर यो ऐन संविधान बमोजिम निर्वाचित गराएको, अनि यो संविधान ऐन कानुन त मान्दिनँ भन्न मैले पाउँदिनँ। हेर्नुहोस्, मैले त मान्नुपर्छ। त्यसलाई ऐन विपरीत, कानुन विपरीत कसैको मनोगत ढङ्गले गरेका योजनाहरूलाई अनुमोदन गर्दै जाने हो भने त यो संविधान ऐन कानुन नमानेर म राजा हुँ भनेर हिँड्दै गए भइगयो। त्यही यसप्रति मेरो चाहिँ नि अहिले भन्छु, यो गैर बजेटरी गैर कानुनी ढङ्गले खडा गरेको कागज, यो पनि नगर प्रमुखको त्राइममा खडा गरिएको कागज भुक्तानी हुँदैन, अनुगमन हुँदैन, हामी गर्दैनौँ। धरान 16 स्थित बहुभाषिक पाठशाला नजिक लगाइएको तारजालीको रकम भुक्तानीको विषयमा विवाद सुरु भएको हो। नगर प्रमुख हर्कराज राई उक्त तारजाली लगाइएको रकम भुक्तानी हुनुपर्छ भन्ने अडानमा र उपप्रमुख ऐन्द्र बेगा सो तारजाली लाउने कार्य योजनामा नरहेको तथा नगर प्रमुख आफैले श्रमदान गरेर बनाएको भनेर दाबी गरेकोले भुक्तानी गर्न नहुने पक्षमा यो पत्रकार भेटघाट हुनु 2 दिन अघि नगर प्रमुखका समर्थकहरूले धरान 16 मा तारजाली लगाएको कामको जसरी पनि भुक्तानी हुनुपर्छ भन्ने अडान लिँदै उपमेयर ऐन्द्र बेगालाई हुल हुज्जत समेत गरेका थिए। कार्यालयभित्रै हुल हुज्जत भएपछि नगर प्रमुख हर्कराज राई विरुद्ध उपप्रमुख ऐन्द्र बेगाका समर्थकहरूले नाराबाजी समेत गरेका थिए। दादागिरी चल्दैन, प्रक्रिया 90 को बिल पास हुँदैन, प्रक्रिया 90 को बिल पास हुँदैन, दादागिरी चल्दैन, अर्को सम्पन्न मुर्दाबाद, अर्को सम्पन्न मुर्दाबाद। यो नाराबाजी भएको दोस्रो दिन भौतिक रूपमा झडपको स्थिति समेत बन्यो। यही पृष्ठभूमिमा उपप्रमुख ऐन्द्र बेगाले आफ्नै कार्यकक्षमा पत्रकार भेटघाट गरेका हुन्। नगर प्रमुख हर्कराज राईले गरेका अनियमितताको बारेमा बताउँदै ऐन्द्र बेगा यो कुरा कसरी अर्को अब आउट भइसकेपछि हल्ला अब डोर हाजिरमा नाम लेखेको छ कि छैन, अब डोर हाजिर लेखेको छ भन्ने आइसकेपछि पहिले यो पनि आएको छ कि खोइ अब इलेक्सन फेरि मेटर यसमा इलेक्सन साथीहरूले त्यहाँ त अलिकति ठाउँ थिएछ होइन, लेखे यहाँ कहाँ लेख्छ इलेक्सन त यहाँ त थिएन, मैले हेर्दा थिएन। अब भोलि पर्सि बाहिर चाहिँ मेटमाड गरेर अर्को बनाउला केही मलाई ग्यारेन्टी हो कि होइन कि थाहा छैन, पछि लेखेको कि हेर्नुहोस् त त्यो साइन पनि त्यो ठ्याक्कै डोर हाजिरमा एउटै मान्छेले लेखेको छ नाम, एउटै मान्छेको साइन जस्तो पनि देखिन्छ। हेर अझ नगरपालिका कर्मचारीहरू चाहिँ बिचरा अघि भने सकेन, योभन्दा धेरै नभन्दा राम्रो हुन्छ कि यो पारेनुहोस्। अरू थप केही प्रश्न छ कि साथीहरू? अब यो जुन विवाद लम्बिँदै गइरहेछ यसले चाहिँ अब आगामी आर्थिक वर्षको बजेटको त्यो दुईटा कुरा, यो बजेटसँग सम्बन्धित प्रश्न होइन। यो सुन्नु, यो बजेट बन्ने प्रक्रियासँग सम्बन्धित छैन। नगरपालिकालाई कानुनी रूपमा चलाउने, अनुशासित र मर्यादित रूपमा चलाउने, ऐन कानुन अनुसार चलाउने कि नचलाउने भन्ने प्रश्न मात्र हो। नचलाउने हो भने त्यो चाहिँ म चाहिँ मान्दिनँ। उहाँले ऐन विभाग जेसुकै काम गरेको नगर भनेर उहाँलाई भन्छु, अब म चाहिँ गर्दिनँ हैन। मैले भन्नु खोजेको अब यस्तै यो चलिरहँदाखेरि चाहिँ अब उहाँले बजेट पनि प्रभावित हुने। अब त्यो त उहाँले जानुपर्छ, उहाँले मिलाउने हो। प्रमुख उहाँले हो, म त उपप्रमुख हो नि त। मेरो काम हो। यो चाबी चाहिँ धेरै हल्ला भयो कि खास के हो? चाबी दुईटा कुरा है। अब यो अहिले चाबी झुन्ड्याएर पोस्ट बनाउने साथीहरूलाई मुद्दा दायर हुँदैछ। चिनेका मान्छे चाहिँ एकजना उहाँहरूलाई मुद्दा दायर गर्दैछ। अहिले नाम गरिदिनु, मान्छे पक्रेर ल्याएर सार हुँदैछ। चाबी बनाएर मान्छेले ट्रोल बनाएको एकदम पुलिसले अघि कन्फर्म गरिसकेको छ नामहरू सबै। अब ती मान्छेहरूलाई पक्रिने, सुन्नु पक्रिने नम्बर 1। अर्को कुरो चाबी चाहिँ कस्तो भने धरान उपमहानगरपालिकाको डोजर हो। त्यो 2टा डोजर, टिप्पर, ट्र्याक्टरहरू धरान उपमहानगरपालिकाको नगर कार्यपालिकाले अनुमोदन गरेर नगरपालिकाको सम्पत्ति जोडेको हो। त्यो जोडेको सम्पत्तिलाई नगरको नागरिकको हितार्थ हामीले आवश्यकता र प्राथमिकताको आधारबाट चलाउनु पर्ने। किनेको दिनदेखि अस्ति त्यो झगडा लफडा त्यो चाबीको कुरा आएको दिनसम्म नगर प्रमुखज्यूले इच्छाएको ठाउँमा, चाहेको ठाउँमा, मन पराएको ठाउँमा, पठाएको ठाउँमा मात्रै
टिपर डोजरहरू जाने गरेको थियो। मैले के भनेको त्यो चाबी त्यसरी नगर पञ्चायत एकल ढङ्गले चलाउन पाउनुहुन्न। तपाईँले होइन एउटा नियम कानुनभित्र राखेर एउटा त्यसलाई सञ्चालन कार्यविधि बनाएर चलाउँ। अनि आवश्यकता पर्दाखेरि बाढी पहिरो आउँछ, कसैलाई समस्या पर्छ, लगेर खन्नुपर्ने के गर्नु त्यतातिर जाउँ। अस्ति बाढीले हैरान पारेको बेला अब तपाईँको फोनै उठेन, अब कति समस्याहरू भए, यो गर्नु हुँदैन, यसलाई अलिक व्यवस्थित चलाउँ। नगरपालिकाको चाहिँ प्रशासन महाशाखा छ, त्यो प्रशासन महाशाखा मार्फत सबै गाडीहरू चलिरहेछन्। फर्मुला व्यवस्थापन हाम्रो शाखा छ, त्यही शाखा मार्फत त्यो त्यहाँको ट्र्याक्टर सबै चलिरहेछन्। नगर प्रमुख र उपप्रमुख चाबी बोक्ने निकाय होइन, बोकेको चाबीलाई चलाउने निकाय हो। त्यो गरौँ न भन्दाखेरि 3 वर्ष चाबी बोक्ने नगर प्रमुख चाहिँ चाबी चोर नहुने, व्यवस्थित ढङ्गले सञ्चालन गरौँ, त्यो चाबी चाहिँ सम्बन्धित एउटा चाहिँ ठाउँमा दिएर चलाउँ भन्ने चाहिँ चाबी चोर बनाउनेलाई पनि अब हामी हिसाब किताब गर्दैछौँ। ठिकै छ, समाजमा त्यो टोल बनाएर मजा लिन्छ नि त, छ नि। सहीलाई सही भन्नुपर्छ, गलतलाई गलत भन्नुपर्छ। तपाईँले भर्खरै हेर्नुभयो धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईले गरेको अनियमितताको विरुद्धमा गरिएको पत्रकार भेटघाट। योजना नभएको काम श्रमदानको नाममा गर्ने र भुक्तानी धरान उपमहानगरपालिकाबाट जबरजस्ती लिन खोज्ने हर्कराज राईको प्रवृत्ति आफैमा गलत छ। यो गलतलाई गलत भनेर उभिएका उपप्रमुख आइन्द्र विक्रम बेखालाई हर्कराज राईका समर्थकहरूले सामाजिक सञ्जालमा चौतर्फी हमला गरिरहेको छ। यद्यपि उपप्रमुख आइन्द्र बेगा सुशासन कायम गराउन श्रमदानको नाममा गरिएको कामको बजेट भुक्तानी गर्ने पक्षमा छैनन्। वापाज कर्नरले तयार पारेको यो वापाज रिपोर्ट तपाईँलाई कस्तो लाग्यो? तपाईँले मलाई प्रतिक्रिया दिन सक्नुहुनेछ। हेरेर साथ दिनुभएकोमा तपाईँप्रति आभारी छु। साथै लाइक, कमेन्ट र सब्सक्राइब गर्नुहुनेछ भन्ने आग्रह पनि गर्छु। हवस् त, वापाज कर्नरको वापाज रिपोर्टबाट बिदा माग्छु। अर्को अङ्कमा अर्को रिपोर्ट लिएर आउने नै छु। त्यही समयसम्मको लागि तपाईँबाट बिदा माग्छु। आलाग्ने।